तपाईँले टक्क छुरी राख्नुहोस् त्यसपछि यसरी काट्नुपर्छ हो एक लेयर चाहिँ भित्रको निकाल्नुपर्छ है ल अलिकति छ नि अलिक माथि यस्तो हरियो भित्रको निकाल्नुपर्छ क्या त्यसपछि माथिबाट होइन सहयोगी मालती नानालाई पनि तपाईको त्यो कटाइ अलिकति भयो तपाईले सिधा तपाईले सिकेर चलाउँदा नि यो तपाईको ब्याङ्क भयो त सिधा अब यो भयो है साइन गर्दा अलिकति माथि गर्नुस् किनभने तपाईहरु बिग्रिन्छ कि पहिला चाहिँ यो माथि काट्यो बादमा पछि अब पछि चाहिँ यो काट्यो हो अब छिटो अघि भन्नुभयो नि यतिमा काट्नुहोस् न ल अब यतिबाट गर्नुभयो भने चाहिँ यहाँनिर फङ्गै काटिन्छ है पनि याद गर्नुहोस् है ल यो चाहिँ भयो साइनको अझै बाङ्गो भयो ठिकै छ तपाईभन्दा अगाडिको जुन के हेर्यौ हुन्छ साइडबाट दिनुहोस् है ल 20 मा हैन है ल 20 मा ठिकै छ 4 भागमा 1 भाग तिमीले यता हेर्देऊ कि यता हेर्ने हुन्छ 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 यता गर्नुस् अब एउटा काम गर्नु तपाईको पिरियडमा यो जुन रम्फू लाइन छ नि यो ठुलो भाग छ नि त्यसलाई चाहिँ उखालेर ठाउँमा एउटा ब्लक बनाउनु जहाँ चाहिँ त्यो फलोस् र त्यसबाट सिट कलेक्सन तीन भाग छ नि यो त्यो भाग भित्रै उयो गर्नुपर्छ ल यो ठुलो भाग चाहिँ हजुर 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 अन्त एक साइड चाहिँ ठट्टै यसरी यसरी छुनुहोस् टक्क मिलेको हुनुहोस् अब यसरी मुनि पक्रिनुहोस् तपाईँले अन्त यो हातले यसो यसो गर्नुहोस् यो जुन छ नि यो सेतो देख्नु हुँदैन यो सट्टै पोसाउनु पर्छ एकपट्टि मजाले मिल्यो यता दुईपट्टि नै मिलेर पनि बेसी ठुलो भयो भने चाहिँ फेरि नलाउनुहोस् ल बरु यतापट्टि सानै भयो भने ठिकै छ हो तर एकपट्टि चाहिँ मजाले मिलेको हुनुपर्छ ल हुन्छ अब बान्नुहोस् हुँदैन नि हुँदैन अब तपाईँले गर्नु त हुन्छ सक्सेसै त हुँदैन मैले भने नि फेब्रुअरी र मार्चको फर्स्ट विक यति भित्र मात्रै हो लु अलिकति त्यो फैलाउनुहोस् यो तपाईँले अलिकति फैलाउनुहोस् मतलब एकछिन ल यो नि यसो गरेर अलिकति फैलाउनुहोस् त्यसपछि यो सट्टै छोपेर गर्नुहोस् हौ त्यसरी लानुहोस् सट्टै छोपेर अलिक टाइट गर्नुहोस् एउटा काम गर्नुहोस् अब ठन्डा लाग्यो त्यो ओडाउँदाखेरि चाहिँ के गर्नुहुन्छ तपाईँहरूले चाहिँ अब जुलाई 15 तारिकसम्म मात्रै रोप्ने हो पनि त्यहाँदेखि उता त उयो लाग्यो नागपञ्चमी अस्ति लाग्यो अब त ठन्डा पो बढ्नु थाल्यो त र तपाईँहरूले अब यहाँ अब साहेब अगाडि काम त गरेको अब गरिदिनुहोस् तर यो जुन एउटा लाउनुहोस् न वान चिप नगर्नुहोस् कि त्यो मैले अब समर ग्राफ सिकाएको छु त्यो गर्नु लाउनुहोस् त्यो गऱ्यो भने चाहिँ अब यो त भयो सिके ठिकै छ गरिदिएको चाहिँ हुँदैन थाहा भयो कम्प्लिटली भनिदिन्छु हुँदैन सक्सेस चाहिँ हुँदैन सक्सेस भएन भने हामीलाई त्यो टाइम पास गराउनु छैन म्यानेज उयो गराउनु समर गिफ्टिङ त्यो चाहिँ सजिलो तपाईँहरूले यो बेसी त फेरि सक्सेस यो हुन्छ बेसी तर फेरि यही बेसी गर्नु पर्यो नि त साइन कम्ती साइन यसको लागि त ल्याउनु पर्यो तर कम्प्लिट हुँदैन सक्सेस हुँदैन एउटा मान्छेले गर्नु पर्यो नि त हो त्यो भएको बेसी काटेको त भित्र हात बस्ने जस्तो हुन्छ नि त हामीले साइन चाहिँ कस्तो कस्तो गर्छ तपाईको अलिक मिलेन साइड मिल्नु त्यसले काट्नु हुँदैन मैले अघि भने नि छुरीले नै काट्नु त्यसले त काटिँदैन नि साइन काट्दाखेरि जहिले पनि पूर्व तपाईँहरूलाई देखायो नि त सुन्तला त पूर्वपट्टि झुम्बिएको देख्यो नि अहिले गरे हैन पूर्व दिशाको चाहिँ एकदम बेस्ट हो छिर्छ नि यस्तो चाहिँ अर्को पश्चिमको पनि राम्रै छ त्यसले चाहिँ सबै दक्षिणको पनि राम्रै हुन्छ उत्तरको चाहिँ छुँदैन यस्तो यो यहाँबाट त हावा पस्छ नि त यो त बानी हैन नि त बरु त्यसलाई अलिकति यस्तो त तन्काएर यहाँ मुनि नै ल्याउनु पर्छ सट्टै बान्नुपर्छ छोड्दिनु न अब त्यो एउटा केही हुँदैन यो मुनि यो राख्नुहोस् त एउटा साइन बनाउनुहोस् त